अटो स्विप अकाउन्ट। नमस्कार, आज म तपाईहरुलाई अटो स्विप अकाउन्ट के हो र यसले तपाईहरुलाई कसरी फाइदा दिन्छ भन्ने बारे जानकारी दिन गइरहेको छु। कृपया ध्यान दिएर सुन्नुहोला। अटो स्विप अकाउन्ट भनेको एउटा यस्तो बैंक खाता हो जसमा तपाईको बचत खातामा रहेको निश्चित सीमा भन्दा बढी रकमलाई बैंकले फिक्स डिपोजिटमा रूपान्तरण गर्छ। यसबाट तपाईलाई बढी ब्याज प्राप्त हुन्छ। जस्तै तपाईको बचत खातामा रु 25,000 छ। तपाईले सेट गर्नुभएको लिमिट भनेको रु 10,000 हो भने बाँकी 15,000 लाई बैंकले अटोमेटिक रूपमा फिक्स डिपोजिटमा राखिदिन्छ। तर हामीले जरुरत परेको बेला त्यो पैसा फेरि खातामा झिक्न सकिन्छ र यो प्रक्रिया बैंकले नै सबै अटोमेटिक रूपमा गर्दछ। यसरी लिमिट तोकिएको रकमबाट सेभिङ अकाउन्टको ब्याज पाउने र सो रकमभन्दा बढी हुने बित्तिकै अटो फिक्स डिपोजिट भई सो रकम बापत समेत ब्याज प्राप्त हुने हुँदा दुवै रकमबाट ब्याज प्राप्त गरी लाभ प्राप्त गर्न सकिन्छ। तर 1 वर्षभन्दा कम समयमा बढी भन्दा बढी पैसाको चलखेल गर्ने व्यक्तिहरूको लागि यो कारोबार उपलब्धिमूलक छैन। त्यसैले बचत रकम 1 वर्षभन्दा बढी माथि कारोबार नगरी जम्मा गरी राख्ने व्यक्तिहरूको लागि यो कारोबार उचित हुने छ। तर हाल यो अटो स्विप अकाउन्टको व्यवस्था नेपालमा लागू भइसकेको छैन।